अमेरिकामा नेपाली कम्युनिटीबाट पनि होमलेस अर्थात् घरबारविहीन र बेवारिसी अवस्थामा सडकमा बस्ने मान्छेहरूको सङ्ख्या बढ्दै गइरहेको छ। हिजो अस्ति मात्रै एकजना लेडिजको बेवारिसी लास भेटिएको थियो र एकजना रुकुम पश्चिम चौरजारी नगरपालिका सुनिल गिरी भन्ने भाइ चाहिँ सडकमा बेवारिसी अवस्थामा बसेको समाचारहरू आइरहेको छ हिजो आज। अमेरिकामा होमलेस हुनुका धेरै कारणहरू हुन्छन्। त्यसबारेमा मैले बुझेको सानो कुराहरू यहाँ चाहिँ तपाईहरुलाई शेयर गर्न गइरहेको छु, सुनेर साथ दिनुहोला। अमेरिकामा धेरै किसिमले मान्छेहरू होमलेस हुन्छन्। हाम्रो कम्युनिटीमा अहिले सानो सिटी गाउँतिर बस्ने मान्छेहरू भन्दा शहरमा बस्ने मान्छेहरू होमलेस भइरहेको देखिएको छ। शहरमा धेरै नै अपर्च्युनिटी अवसरहरू हुन्छ, त्यसैले मान्छेहरू त्यहाँ जान्छन्। त्यहाँ कामको अप्सनहरू धेरै नै हुन्छ। एक छोडे अर्को, अर्को छोडे अर्को कामहरू हुन्छ, त्यसैले मान्छेहरू एकदमै फ्रिडम चाहन्छ के एउटा सानो समस्यालाई आफैले एडजस्ट गरेर बस्न नसक्ने हुन्छ क्या। त्यहाँ चाहिँ अर्को नयाँ कामहरू पाइहाल्छ, अवसरहरू पाइहाल्छ। सेल्फवाला काम हुन्छ, अब डेलिभरी यताउता गर्ने कामहरू हुन्छ, त्यसैले मान्छेहरू त्यहाँ जान्छन्। तपाईहरु उमेरले पाएको हुनुहुन्न, भर्खरकै हुनुहुन्छ, 20, 22, 25 हुनुहुन्छ भने तपाईहरु ठुलो शहरमा गएर तपाई एडजस्ट गर्न सक्नुहुन्न, किनभने तपाईहरुलाई जिम्मेवारी बोझ चाहिँ थाम्न सक्ने क्षमता भइसकेको हुँदैन। त्यस्तो अवस्थामा हुनुहुन्छ भने तपाईहरु गाउँमा कुनै नेपाली कम्युनिटीसँग गार्जियनसँग बसेर काम गर्दा धेरै नै राम्रो हुन्छ। गाउँमा कामका अप्सनहरू धेरै हुँदैनन् र फ्यामिलियर वातावरणमा बसेर काम गर्दाखेरि तपाईहरुलाई नकारात्मक सोचहरू धेरै नराम्रो कुलतमा फस्ने सम्भावना धेरै नै कम हुन्छ। त्यसैले तपाईहरु उमेरले पाएको हुनुहुन्न, जिम्मेवारी बोझ गर्न सक्नुहुन्न र दिमागी बोझलाई कन्ट्रोल गर्न सक्नुहुन्न भने तपाईहरु गाउँमा नेपाली कम्युनिटीसँग आफन्तीसँग बसेर काम गर्दा धेरै नै राम्रो हुन्छ। शहर बजारमा अवसर त धेरै नै हुन्छ। तपाईहरु जिम्मेवारी भइसक्नु भएको छ, तपाईले आफ्नो काम आफै गर्न सक्नुहुन्छ, बोझिलो कामहरू पनि तपाईले आफैले कन्ट्रोल गर्न सक्नुहुन्छ भने शहरमा जानुस्, जहाँसुकै जुनसुकै ठाउँमा जानुस्, तपाईहरु एडजस्ट भएर काम गर्न सक्नुहुन्छ। गाउँमा भयो भने तपाईले काम छोडेर अलिकति खटनपटन परे पनि काम छोड्न सक्नुहुन्न तपाईले, किनभने अप्सन हुँदैन। तपाईले कामको अप्सन पाए पनि तपाईले घर आफैले आफ्नै नाममा चाहिँ कोठा भाडामा लिनलाई तपाईसँग त्यत्रो आम्दानीको स्रोत पनि हुँदैन र तपाईको क्रेडिट पनि बनिसकेको हुँदैन। त्यसैले तपाईलाई अप्सन नहुँदाखेरि तपाईले एडजस्ट गरेर बस्नुभयो भने गाउँमा तपाईहरुलाई यो कुलतमा फस्ने र बिग्रिने र तपाई सडकसम्म आउनु पर्ने बाध्यता